नेपाल स्टक अपडेटको यो नयाँ भिडियोमा तपाईँलाई स्वागत छ। आज हामीले यो भिडियो मार्फत रिजलाइन इनर्जी लिमिटेडको बारेमा जानकारी लिएर आएका छौँ। यो कम्पनीको अवस्था कस्तो छ, फन्डामेन्टल कस्तो छ र यसको आयोजनाको बारेमा पनि जानकारी गराउनेछु। त्यस्तै तपाईँले हाल्नुभएको यो 100 रुपियाँको आइपिओले भोलि तपाईँलाई के फाइदा हुनसक्छ ती विषयमा पनि आज छलफल गर्नेछौँ। यो हो रिजलाइन इनर्जीको विवरण पत्र, जुन धितोपत्र सम्बन्धी ऐन 2063 को दफा 30 अनुसार कम्पनीले प्रकाशित गरेको छ। यो विवरण पत्र अनुसार कम्पनीले जानकारी गराएको छ कि उसको प्रक्षेपण कस्तो छ र अहिलेको वास्तविक अवस्था कस्तो छ। सबैभन्दा पहिले कम्पनीको निष्कासनको बारेमा जानकारी गराउँ। कम्पनीले लमजुङ र गोर्खा जिल्लाको केही वडाहरू र केही पालिकाहरूको लागि भनेर 11,85,000 किता सेयर आयोजना प्रभावित क्षेत्रको लागि निष्कासन गरिसकेको छ र यो रकम चुक्ता पनि भइसकेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले यो रकम हालेर यसको रिजल्ट पनि आइसकेको छ भने अब कम्पनीले बाँकी रहेको पब्लिकको लागि छुट्याइएको 11,80,260 किता सेयर निष्कासनको प्रक्रियामा छ र यो चाँडै नै निष्कासन बन्द हुन गइरहेको छ। त्यसैले यदि तपाईँले आइपिओ भर्नुभएको छैन भने आजै मेरो सेयर मार्फत आइपिओ आवेदन गर्नुहोला र यो 11,80,260 किता आइपिओको लागि तपाईँले 10 किता मात्रै आवेदन दिँदा पनि हुन्छ, किनभने 10 किताभन्दा बढी पर्दैन र 10 किता पनि लटरीमा पर्ने भएको कारणले गर्दाखेरि तपाईँले आवेदन दिनको लागि 10 किता मात्रै दिन सक्नुहुन्छ। अब जाउँ कम्पनीको अवस्था कस्तो छ भन्ने विषयमा। कम्पनीले 2079-80मा प्रति सेयर आम्दानी रु 21.57 देखाएको छ। त्यस्तै 80-81 को अन्त्यसम्ममा 12.3 प्रति सेयर आम्दानी देखाएको छ र 81-82मा 7.92 यो वास्तविक आम्दानी देखिएको छ भने प्रक्षेपणमा 82-83 को आम्दानी 8 रुपियाँ 2 पैसा, 83-84 को आम्दानी 11 रुपियाँ 22 पैसा र 2084-85सम्म कम्पनीले प्रति सेयर आम्दानी 12 रुपियाँ 51 पैसा बनाउने प्रक्षेपण गरेको छ। त्यस्तै नेटवर्थ 2084-85सम्म 148 रुपियाँ 79 पैसा बनाउने कम्पनीले प्रक्षेपण गरेको छ। यस कम्पनीले लमजुङ र गोर्खाको सिमानामा सुपर चेपे जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ, जसको क्षमता रहेको छ 9.05 मेगावाट र यसको कुल लागत रकम 2,09,60,00,000 रुपियाँ रहेको छ, जस अनुसार प्रति सेयर लागत रकम रु 23,16,00,000 रहेको छ। यस कम्पनीले विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरेको मिति हो 2078 2 महिना 7 गते भने यो कम्पनीको अनुमति बहाल रहने मिति हो 2113 जेठ महिनाको 6 गते। अबको अवस्थामा यो कम्पनीले विद्युत उत्पादन गर्ने अनुमतिको बाँकी अवधि रहेको छ 30 वर्ष 11 महिना र परियोजना सरकारलाई हस्तान्तरण हुनेछ 2113 जेठ महिना 6 गते यो परियोजना सरकारलाई हस्तान्तरण हुनेछ। प्रभु क्यापिटल लिमिटेड मार्फत यो धितोपत्र निष्कासन गरिएको हो भने धितोपत्र निष्कासन खुल्ला मिति हामीलाई थाहै छ। यो निष्कासन खुल्ला भइसकेको छ 10 महिना 28 गतेदेखि भने निष्कासन बन्द हुने मिति छिटोमा 2082 11 महिना 4 गते अर्थात् फागुन 4 गते रहेको छ। आइपिओमा ओभर सब्सक्राइब भइसकेको कारणले गर्दाखेरि निष्कासन बन्द हुने मितिसम्म आवेदन खुल्दैन। त्यसैले यदि अघि पनि भने यदि आइपिओ आवेदन गरिसक्नु भएको छैन भने तुरुन्तै मेरो सेयर मार्फत आवेदन दिन सक्नुहुनेछ। यस कम्पनीले निर्माण गरिरहेको आयोजना जुन गोर्खा जिल्लाको अजिरकोट गाउँपालिका वार्ड नम्बर 2 र लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका वार्ड नम्बर 1 मा रहेको छ, यो चेपे खोलामा रन अफ रिभरमा आधारित आयोजना हो, जसको क्षमता रहेको छ 9.05 मेगावाट भने अन्य जानकारीहरू तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ। यस कम्पनीको पुँजी संरचनाको बारेमा पनि कुरा गरौँ। कम्पनीको हालसम्म चुक्ता रकम 92,43,00,000 रुपियाँ रहेको छ, जुन संस्थापक सेयरधनीहरूको नाममा छ। यो संरचना अनुसार 78% हुनेछ। त्यस्तै बाँकी रहेको 22% रकम आइपिओ मार्फत जारी हुने रकम हो। यसमध्ये स्थानीय बासिन्दाको लागि 11,85,000 किता सेयर बाँडफाँड भइसकेको छ। त्यस्तै 1,42,200 किता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि बाँडफाँड भइसकेको छ भने कर्मचारी र सामूहिक लगानीको समेत गरी सर्वसाधारणमा जुन 12,79,800 किता सेयर निष्कासनको क्रममा रहेको छ, यो पनि अब आइपिओ बन्द भएपछि यो सबै चुक्ता भई 100% नै सेयर चुक्ता हुनेछ। तपाईँलाई स्क्रिनमा मैले यस कम्पनीको आधारभूत सेयरधनीहरूको विवरण पनि देखाइरहेको छु।
रेवन्त कुमार रावत, उपेन्द्र हमाल, प्रकाश तिवारी, प्रदीप राजगिरी, वसन्त गिरी, दिपेन्द्र हमाल, महेश बहादुर हमाल, प्रवीण गिरी, मोहन सारू, नारायण कणेल, गोपाल प्रसाद न्युरे, राजेन्द्र कुमार बिसी, प्रतिमा तिवारी, शुभकामना नेउपाने, पूजा हमाल, सरिता गिरी, निशा प्रधाङ्ग लगायत व्यक्तिहरू यस कम्पनीका 1% भन्दा बढी सेयर होल्ड गर्ने व्यक्तिहरू हुनुहुन्छ भने संस्थागत रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड, सोपान मल्टिपल लिमिटेड, प्रभु डाइनामिक प्राइभेट इक्विटी फन्ड 1 लगायतका कम्पनीहरू पनि छन् र अशोक कुमार खड्का, श्रीष खड्का, सुचित्रा सिजापति, विशाल ग्रुप लिमिटेड लगायत कम्पनीहरू पनि यस रिजलाइन इनर्जी लिमिटेडका संस्थापक सेयरधनीहरू हुन्। त्यस्तै हाल कम्पनीमा सञ्चालकहरूको विवरण यस प्रकार रहेको छ। वसन्त गिरी अध्यक्ष, प्रदीप राज गिरी, अशोक कुमार खड्का, नारायण कणेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, डाक्टर विनोद पोखरेल लगायत सञ्चालकहरू हुनुहुन्छ। आइपिओ सम्बन्धी सम्पूर्ण जानकारीको लागि नेपाल स्टक अपडेटलाई सब्सक्राइब गर्न नबिर्सनुहोला। साथै यहाँहरूको केही जिज्ञासा छ भने हामीलाई कमेन्ट मार्फत पनि जिज्ञासा राख्न सक्नुहुन्छ। धन्यवाद।